Hello guys, welcome to my video. अनि म चाहिँ आज यो चाहिँ छथर गाउँपालिका वार्ड नम्बर 6 को सुदाको पनि अनि 7 नम्बर वडा साबिक हैन अनि रमाइलो टार भन्ने ठाउँमा जाँदै छु। अनि रमाइलो टार चाहिँ यस्तो छ क्या, रमाइलो टार देखाइदिनु न। रमाइलो टारको गाउँ बस्ती जंगल बारी मकै त बिचरा सानो सानो भोगा भन्नु कि सबै भाँचिसकेको हो, भाँचेको होला कस्तो त राम्रो थियो। अनि पानी परेर रातैभरि बाटो यस्तो भएछ के यस्तो हिलो अनि रातैभरि पानी परेको थियो आज, बाटो हिलो भएछ। अनि हिँड्नु पर्छ। कति म हिँडेको कति भयो त, आधी घन्टा भइसक्यो। अब चाहिँ पुग्न लागिसक्यो। अब यहाँबाट चाहिँ लगभग 5 मिनट पनि लाग्दैन होला। अनि के गर्ने, कोही छैन गफ गर्ने साथी, अनि आफै यसरी भिडियो बनाउँदै हिँड्नुपर्छ। दुःख छ मलाई। अहिले त ओह्रालो थियो, सजिलै गरी अब सजिलै गरी भयो नि। जे भए पनि हिलो भए पनि बाटोमा पानी भए पनि जेसुकै भए पनि ओह्रालोमा त सरर झरिन्छ। अनि अहिले चाहिँ बाटो चाहिँ कालो छ क्या। अहिले त ठिकै छ, चलेकै छ जिन्दगी जे जस्तो भए पनि होइन। अनि हाम्रो स्वास्थ्य चौकीबाट चाहिँ प्रत्येक 5 र 6 गते चाहिँ गाउँघर क्लिनिक हुन्छ। आज चाहिँ यहाँ हाम्रो रमाइलो टारमा, अनि भोलि चाहिँ कोलम्बुङ भन्ने ठाउँमा हुन्छ। त्यो चाहिँ वार्ड नम्बर 9 हो। अनि त्यहाँ चाहिँ अर्को सिस्टर जानुहुन्छ। आज चाहिँ म आएको छु। अनि अस्तिको साउन महिनामा चाहिँ हाम्रो सर आउनु भएको थियो यो रमाइलो टारमा गाउँघर क्लिनिकमा। अनि यो महिना चाहिँ मेरो पालो। यस्तै छ साथीहरू, के गर्नु होइन। यो आल्चाको बोट हो कि के को बोट हो, सबै खाइसकेछन्। छैन रहेछ, सकेछ। यहाँ पोखरी खन्नुभएको रहेछ। अनि यो चाहिँ बडार, मलाई कस्तो मनपर्छ कि बडारको रुख रहेछ। बडार पनि छैन। अम्लिसो कति धेरै। यता त अम्लिसो हुन्छ, अनि अलैँची हुन्छ होइन। अनि यो घाँस क्या, यो घाँस कति धेरै हुन्छ। अनि कति धेरै गाई भैँसीहरू पाल्नुहुन्छ। सबैभन्दा धेरै चाहिँ जर्सी गाईहरू पालेको हुन्छ। अनि यस्तो खालको घाँस, यो बिकासे घाँस भन्छौँ हामी चाहिँ। अनि यस्तो घाँस काटेर दिनुहुँदो रहेछ। अनि अम्लिसो हुन्छ, अम्लिसो पनि कति धेरै क्या। यता चाहिँ गाई पाल्ने हुँदो रहेछ, भैँसीभन्दा पनि गाई धेरै पाल्नु हुँदो रहेछ, जर्सी गाई। अनि डेरीमा दुध लाने गर्नुहुँदो रहेछ है। अब बासिन्दाहरूले चाहिँ त्यसरी गर्नुहुँदो रहेछ। आजको यहीँ अन्त्य गर्दछु। अहिले फेरि फर्किँदाखेरि अर्को भिडियोजमा भेटौँला। बाई बाई। म चाहिँ पुग्न लागिसकेँ। बाई बाई। हेलो। अनि म चाहिँ रमाइलो टार भन्ने स्कुलमा आइसकेँ। अनि कोही पनि आउनुभएको रहेनछ। अहिले त ठ्याक्कै 8:30 भइसक्यो, र पनि कोही आउनुभएको रहेनछ। अब पर्खिनु पर्यो नि होइन, जे जस्तो भए पनि सेवाग्राहीलाई पर्खिनु पर्यो नि त। यो चाहिँ 5 क्लाससम्म स्कुल होला। यो स्कुलको नाम चाहिँ मलाई अझै पनि थाहा छैन क्या। म यहाँ 3 चोटि जति आइसक्यो होला, तर म जहिले पनि यो स्कुल चाहिँ बिदा भएको बेलामा मात्रै आइपुगेको हुन्छु क्या। यो रमाइलो टार चाहिँ कस्तो छ भनेर देखाइदिन्छु ल। आज धुम्मिएको छ मौसम पनि, पुरै पानी रातैभरि परेको थियो। यस्तो रहेछ 5 क्लाससम्म होला प्राइभेट स्कुल।
यस्तो छ। अनि उ त्यो चाहिँ मेरो झोला हो। मैले त्यहाँभित्र चाहिँ औषधिहरू लिएर आएको छु होइन। तपाईँहरू पनि सेवा लिन आउनु होला। अनि मैले क्या ठ्याक्कै उयो हेर्नुहोस् न, यो फुल हो। त्यो फुल मलाई कति धेरै मनपर्छ। आज चाहिँ म लिएर नै जान्छु। अब अहिलेसम्म कोही आउनु भएको छैन। अब चाहिँ म त्यो फुल माग्न जान्छु अनि लिएर जान्छु। कस्तो राम्रो फुल छ, सेतो अनि पिङ्क कलरको रहेछ। कति राम्रो छ कि, हेर्दै कति राम्रो छ। हेर्नु न, म अब लिएर माग्न जान्छु। दिनुहुन्छ कि दिनुहुन्न थाहा छैन होइन। माग्न चाहिँ जान्छु। सन्चै हो। मलाई डर लागिसक्यो। यहाँ चाहिँ कुकुर रहेछ क्या, मलाई डर लागिसक्यो। त्यही नि म बिस्तारै जाँदैछु। को हुनुहुन्छ घरमा? हेलो। ए के गर्दै हुनुहुन्छ? सुन्नु न, उयो फुलको उ गर्न पाइन्छ? हाँगा काटेर दिन सक्नुहुन्छ? मलाई कस्तो मन पर्यो। दिनुहोस् न। यो चाहिँ के भन्छ, एउटा सेतो छ अनि अर्को गुलाबी छ। एउटै हो? एउटैबाट यस्तै हुन्छ, फुल्छ? ए सर्छ होला है आजभोलि त, पानी परिरहेछ। तपाईँले रोप्नु भएको होइन र? कस्तो राम्रो क्या, मलाई त कति धेरै मन पर्यो। फाइनली मैले फुलको बिरुवा लिएर फर्किरहेको छु। यति धेरै दिनुभयो क्या मलाई। मैले चाहिँ अलिकति मागेको, एउटा हाँगा मात्र मागेको थिएँ, तर उहाँले त 4-5वटा हाँगा नै दिनुभयो क्या। अनि म फर्किरहेको छु है। आया, अरू त आउनै भएको रहेनछ। आउच फुलले। हजुर, कस्तो मन पर्यो क्या त्यो फुल। अनि माग्नु अब चाहिँ म फर्किसकेको। साथीहरू होइन गाउँको क्लिनिक सञ्चालन गरेर अनि फुलको बिरुवा बोकेर जाँदैछु। भारी नै भयो। यो खोलाभित्र चाहिँ कति राम्रो केराको बोट रहेछ। यो केरा फल्यो भने चाहिँ कसले खान्छ होला? मलाई चाहिँ एकदमै पेटमा मुसा कुदिरहेको छ। गुटुङ 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 कुदिरहेको छ। अनि म चाहिँ क्या कहिल्यै पनि चिया पनि खाँदिनँ अनि खाजा पनि खाँदिनँ नि त। एकैचोटि खाना बनाउने हो, खाने हो, अनि अफिस जाने हो, अनि अफिसबाट अनि फर्केपछि मात्र खाजा खाने हो। त्यसपछि अनि बेलुका खाना खानु मन लाग्यो भने खाने, नत्र नखाने, त्यस्तो गर्थेँ। अनि आज चाहिँ अब त बिहान पनि आधा घन्टा जति बाटो हिँडिरहेको। अनि अब चाहिँ उकालोमा जाँदैछु।
रोटै रोट भयो भने अनि कहीँ अब हुन्छ नि सर्टकट बाटोहरू हिँड्नुपर्छ अनि उकालो बाटो हिँड्नुपर्छ। अब चाहिँ भोक लाग्यो क्या। अनि क्वार्टरमै बसिरहँदा चाहिँ त्यस्तो भोक लागेको फिल हुँदैन थियो। आज चाहिँ हिँड्नु परेर भोक लागिरहेको छ, एकदमै भोक लाग्यो। त्यसमा त्यो अब यति एउटा हाँगा मागेको थियो फुल, मलाई त 4-5 नै हाँगा दिनुभयो। भाइ हो कि दाइ हो थाहा भएन, तर दिनुभयो। मलाई धेरै धेरै धन्यवाद छ। म यो फुल लगेर अफिसमा पनि रोप्छु, अनि बाँच्यो भने उता धनकुटामा पनि लगेर मम्मीहरूलाई रोप्न लगाउँछु अनि फुल फुलाउँछु। अनि म तपाईँहरूलाई देखाउँछु पछि फुलेपछि। हस् हेर्नु है, अहिले भोक लागेको बेलामा यो परा चाहिँ नस्पति रहेछ क्या। त्यो खाना पाए त कति मिठो हुन्थ्यो होला है। बिचरा मेरो पीडा कसले बुझिदिने, भोक लागेको छ यसलाई भनेर कसले टिपिदिने। गाह्रो छ हौ। हेर्नु न फलेको। अनि म चाहिँ भोकै हिँड्नु परिरहेछ। बोर्डमा चाहिँ फलिरहेछ, तर म चाहिँ त्यत्तिकै हिँड्नुपर्छ। अब के गर्नु, आकाशको फल आकाशधरि मर। रुद्राक्ष फलेको रहेछ। कति राम्रो छ है प्राकृतिक दृश्य। वाउ, सुन्दर प्रकृति। अनि साथमा म हेर्नुहुँदैछ। अरू बेला भनेको म एक्लै बस्थेँ, अनि त्यहाँ पसल थियो, अनि पसलमा गएर केही खान्थेँ, किनकि अब बिहान उठेर गाउँको क्लिनिक जानुपर्छ। अनि गाउँको क्लिनिक जाँदा त खाना बनाउन भ्याइँदैन, त्यही भएर पसलमा गएर खान्थेँ। तर आज चाहिँ मेरो बहिनी छ, बहिनीले खाना बनाइराखेको होला। जस्तो आज चाहिँ म खाना मजाले खाने हो। भोलाको नि त भन्दै अब चाहिँ म बोल्न पनि सक्दै छैन। हेलो साथीहरू, म चाहिँ यहाँ माथि आइसकेको छु होइन। अनि अब आउनु लागेको छ कि एउटा घर। अब आउन लागेको यो घरमा चाहिँ कुकुर छ क्या। कुकुरको नाम चाहिँ कोको हो। अनि त्यो कुकुरलाई चाहिँ कोको भनेपछि टोक्दैन अरे। अघि नै मलाई झन्डै टोकेको थियो क्या। खेदी डर लाग्छ है गाइस। कसरी जाने, कोदो रोपिसक्नु भएको रहेछ। गाई मलाई डर लागिरहेको छ। म चाहिँ यो घरमा आइसकेको छु। तर यहाँ कुकुर चाहिँ अघि बिहान बसिरहेको थियो। छैन रहेछ अहिले यहाँ। धन्न कत्रो ठुलो। ए कहाँ गयो तपाईँहरूको होइन कुकुर? ए हजुर, कुखुराको पोथी देखेँ मैले। इस्कुसको जाङहरू पनि रहेछ। वेदर कति राम्रो देखेको नि त। हजुर कहाँ जानु? म त यता सस्तो चौकीतिर हो। धन्न त्यो घरको चाहिँ कुकुर रहेनछ क्या, त्यही भएर। न त अघि बिहान त मलाई त खेदेको थियो। नमान्नु रोक्यो उनीहरूलाई।
गरिदिनु न हेरिदिनुहोस् न भनेर अनि हेऱ्यो अनि त्यसपछि फेरि म पर पुगिसकेँ फेरि मलाई पछ्याउँदै आएको थियो क्या मलाई त्यही भएर धेरै डर लाग्छ कुकुरहरूसँग अनि गोरु भैँसीहरूसँग चाहिँ एकदमै डर लाग्छ है बाटोमा हिँड्दा किन कुकुरले त मलाई टोकेको त छैन आजसम्म तर गोरुले चाहिँ हानेको छ क्या अनि सिङ भएको जनावरसँग चाहिँ एकदमै डर लाग्छ त्यही नै अब कुकुर भुक्दै आयो भने त डराउनु पर्ने भइहाल्छ नि त कहिलेकाहीँ त के त होइन दशा भनेको कुरा बजाएर आउँदैन क्यारे त्यही भएर म चाहिँ एकदमै डर लाग्छ अनि अहिले चाहिँ म खोलामा आइसकेको छु है अनि पानी बग्दैछ पानी बग्दैछ कुवा रहेछ क्या बनाएको कस्तो राम्रो है यस्तो छ है सुदाप किलो लाग्यो कि क्या हो मलाई त हेर्न सक्नुहुन्छ अब चाहिँ म फाइनली रोडको बाटो आइसकेँ अनि यो चाहिँ ठ्याक्कै त्यसै छ अब यहाँबाट त 5 मिनट पनि लाग्दैन होला अनि गर्मी धेरै भएर छ छप्प शरीर चाहिँ पसिनाले भिजेको छ होइन अनि अनुहार चाहिँ रातो पिरो भइरहेछ अनि के गर्नु त खै विकासे घाँस कति धेरै हुन्छ क्या यतातिर जर्सी गाई पाल्नु पर्यो नि त गाह्रो छ नि दुध खान होइन अन्तदेखि पारिपट्टि यो कुहिरोले ढाकिसकेछ क्या तपाईँहरूलाई म देखाइदिन्थेँ त्यो चाहिँ म्याङलुङ हो क्या कुहिरोले ढाकेको रहेछ म्याङलुङ बजार तेह्रथुमको सदरमुकाम चाहिँ कुहिरोले ठ्याक्कै ढाकिरहेछ माथिबाट नि यो विद्यालय चाहिँ केले ढाकेको छ त मलाई ढाकेको छ भोकले ढाकेको छ धेरै भोक लागिरहेको छ मकै भाँचेर उठाउने बेला भएछ यतातिर हजुर ठुलो ठुलो सेतो र गुलाबी कलर फुल्दो रहेछ यत्रो यत्रो ठुलो के भन्छ झन्डै त्यो गुलाब जस्तो क्या तर गुलाब जस्तो भन्दा हजुर हुन्छ नै दिदीले चाहिँ फुल माग्नु भयो अनि मैले एउटा आगा दिएँ अब हेल्पर्स आउन चाहिँ त्यो हेल्पर्स चिन्नुभयो होला फाइनली म आइसकेँ अब त आजको मेरो गाउँघर क्लिनिकको यात्रा गाउँघर क्लिनिक सञ्चालन गरेर अनि जाने आउने यात्रा टुङ्गिएको छ सकियो आज ठ्याक्कै 11:35 भएछ अहिले समय बाई बाई साथीहरू आजलाई यति नै बाई बाई